मन्दिरमा आएको छु होइन। यो चाहिँ हाम्रो हिन्दूहरूको मन्दिर हो अमेरिकाबाट। अनि यो आयो भन्ने ठाउँमा पर्छ। यहाँ चाहिँ धेरै भक्तजनहरू आइदिनुहुन्छ, पुराणहरू भइरहेको छ। सो यहाँनिर चाहिँ किम्बुको यत्रो रुख छ, किम्बुको रुख। उता मान्छेहरू ट्याप्पै हुनुहुन्छ। यस्तो छ यहाँको स्थिति, तपाईँले देख्न सक्नुहुन्छ। चाहिँ किम्बुको रुख हो। किम्बु चाहिँ अस्ति चाहिँ ट्याप्पै थियो होइन यो रुखमा, अहिले चाहिँ खाइसकेको अवस्था। यस्तो छ यहाँ ठाउँहरू, एकदमै राम्रो छ। यहाँ चाहिँ गाडीहरू राखिएको छ, बच्चाहरू खेलिरहनु भएको छ। अनि यहाँभित्र पुराण लागिरहेको छ। सो चाहिँ गाईको आर्ट्स गरिएको छ। सोबर, पिपलको बोट, तुलसीको मोड सँगसँगै चाहिँ टेम्पल यस्तो छ। यसरी भक्तजनहरूको आवाज जावाज भइरहेछ। यस्तो राम्रोसँग बनिएको छ। यो जस्तै गाई जस्तै छ। यो चाहिँ बरको आँप हो कि बर अनि पिपलको बोट। ल यहाँ यता आइसकेँ म। अनि यहाँ चाहिँ केटाकेटीहरू खेलिरहेको छन् होइन। अनि केटामा हामी पनि यहाँ छौँ। हामी चाहिँ अहिले कहाँ आइसकेको छौँ भने नि साथीहरू, हामी चाहिँ यहाँ किम्बु टिप्ने कार्यक्रम हुँदैछ। यस्तो धेरै किम्बु फलेको छ, देख्न सक्नुहुन्छ है नजिकबाट। यस्तो धेरै किम्बु छ, नेचुरल अर्ग्यानिक आफ्नै घरको किम्बु। सबै किम्बु चोर्ने मान्छेहरू यहाँ छौँ है हामी सबै। माथि चाहिँ साग केलाइरहनु भएको छ मेरो। कार्यक्रम दाजु चाहिँ भर्खर आउनुभएको, यहाँ केरा आउन सघाउनु हुँदैछ। अनि सबैजना मैले बनाएर भन्नुहुन्छ नास्तामा चाहिँ